सम्पूर्णमा नमस्कार। म यसै बकाया औद्योगिक ग्राममा कार्यरत कर्मचारी र आज चाहिँ हजुरहरूलाई म के जानकारी गराउँदैछु भने हाम्रो बकाया औद्योगिक ग्राममा चाहिँ फेरि पनि एउटा नयाँ मेसिन भित्रिएको छ है। यो मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको चाहिँ हाम्रो बकाया औद्योगिक ग्राममा चाहिँ धान काट्ने यो मेसिन प्रविधि चाहिँ भित्रिसकिएको छ कृषकहरूको सहजीकरणको लागि। ल यो चाहिँ हेर्नु है त, धान काट्ने मेसिन मैले नि फर्स्ट टाइम देखिरहेको छु। यो मेसिनलाई देख्न चाहिँ ठुल्ठुलो अरू प्रविधिहरू चाहिँ देखेको हो, तर यो खालको मेसिन यो एफएम ओल्ड रहेछ होइन। यो खालको चाहिँ धान काट्ने मेसिन आइसकेको छ हाम्रो बकाया गाउँपालिकामा र अहिले चाहिँ बकाया औद्योगिक ग्रामभित्र रहेको छ यो मेसिन। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला, कमेन्ट गर्नु होला है।